यस कथाको शीर्षक छ 7 दाजुभाइको एउटी बहिनी। यस कथाका लेखक तथा सङ्कलक हुनुहुन्छ शारदा ढुङ्गाना। एका देशमा 7 जना दाजुभाइकी एउटी बहिनी थिइन्। 7 जना दाजुभाइ ती बहिनीलाई असाध्यै माया गर्थे। 7 दाजुभाइको विवाह भइसकेको हुनाले घरमा 7 वटी भाउजूहरू पनि थिए। दाजुहरूको डरले गर्दा नन्दलाई भाउजूहरूले देखावटी माया गर्ने गर्थे। एक दिन ती 7 जना दाजुभाइहरू पैसा कमाउन भनेर परदेश जाने निधो गरे। हिँड्ने बेलामा बहिनीलाई राम्रोसँग माया गरी पाल्ने, केही दुःख नदिने कबुल गराएर दाजुहरू परदेशतिर लागे। जब ती दाजुभाइहरू परदेशतिर लागे तब ती भाउजूहरू नन्दलाई दुःख दिन थाले। 6 वटी भाउजूहरू त साह्रै दुष्ट थिए। नन्दलाई खाना पनि नदिइकन काम मात्र लगाउँथे। तर कान्छी भाउजू भने जाति थिइन्। उसले जेठानीहरूले थाहा नपाउने गरी आफ्ना लामा लामा नङमा खानेकुरा राख्थिन् र आफ्नी नन्दलाई सुटुक्क खान दिन्थिन्। एक दिन जेठी भाउजूले नन्दलाई भनिन्, जा खोलाबाट डोकोमा पानी लिएर आ। त्यसपछि नन्द डोको बोकेर रुँदै रुँदै खोलातिर लागे। यसरी रुँदै रुँदै आएको देखेर खोलामा रहेका चिप्ले किराहरूले उसलाई सोधे, नानी किन रोएको? तिमीलाई के दुःख पर्यो? त्यसपछि उसले भनिन्, मेरो 7 वटा दाजुहरू थिए, ती सबैजना परदेश गए। अब अहिले घरमा 7 वटी भाउजूहरू मात्र छन्। कान्छी भाउजू बाहेक अरू सबैले मलाई हेला गर्छन् अनि साह्रै दुःख दिन्छन्। जेठी भाउजूले त डोकोमा पानी भरेर लिएर आइज भनेर पठाउनु भएको छ। डोकोमा कसरी पानी भरेर लैजाने? यति भनेर ऊ रुन थाली। त्यसपछि चिप्ले किराहरूले भने, नानी नरो नरो नानी, हामी तिम्रो डोकोका प्वालहरू टालिदिन्छौँ। यति भनेर चिप्ले किराहरू डोकोको प्वालमा बसेर सबै प्वाल टालिदिए। त्यसपछि नन्द चाहिँले डोकोमा पानी भरेर घरतिर गई। त्यो देखेर भाउजूहरू दङ्ग परे। त्यसको केही समयपछि फेरि अर्को भाउजूले भनी, जा त बिना आँसेर नाम्लो लिएर दाउराको भारी लिएर आइज। यसरी बिना आँसेर नाम्लो दाउरा लिन पठाउँदा उनलाई बडो आपत पर्यो। नगए मारिहाल्ने, जाउँ भने दाउराको भारी कसरी लिएर आउने? तैपनि ती केटी रुँदै रुँदै जङ्गलतिर गई। यसरी जाँदा जाँदा उसको जम्का भेट सर्पहरूसँग भयो। यसरी जङ्गलमा रुँदै रुँदै एउटी सानी केटी आइरहेको देखेर सर्पहरूले केटीलाई सोधे, नानी तिमी किन रोएकी? अनि ती केटीले पनि आफ्ना भाउजूहरूले बिना आँसेर नाम्लो दाउराको भारी लिएर आउनु भनेर पठाएको भनी। त्यस केटीको यति कुरा सुनिसकेपछि सर्पहरूलाई ती केटी प्रति साह्रै दया लाग्यो। त्यसपछि सर्पहरू रुखमा चढेर सबै सुकेका दाउराहरू तल झारिदिए। अनि सर्पहरूले आफूलाई नाम्लो बनाएर बान्नु भनेर पनि अराए। केटीले पनि सर्पले भने जस्तै गरेर सर्पको नाम्लो बनाई र दाउरोको भारी बोकेर आफ्नो घरतिर लागिन्। नन्दले यसरी दाउरोको भारी ल्याएको देखेर भाउजूहरू अचम्ममा परे। यसरी केही गर्दा पनि नमरेकी नन्दलाई अनि फेरि भाउजूहरूले भने, जा त जङ्गलमा गएर बघिनीको दुध लिएर आइज। भाउजूहरूले यसरी अनेक चाहिने नचाहिने काम हराएर दुःख दिँदा त्यो केटीको साह्रै चित्त दुख्यो। त्यसपछि उनी रुँदै रुँदै फेरि जङ्गलतिर लागिन्। यसरी जङ्गलमा जाँदा बाघका डमरुहरूले उनलाई देखे अनि भने, ए दिदी किन रोएकी? अनि त्यसपछि ती केटीले भने,
मेरी भाउजूहरूले मलाई बघिनीको दुध लिन पठाएका छन्। अब मैले बघिनीको दुध कसरी लिने? उनको यस्तो कुरा सुनेर डमरुहरूले भने, दिदी, अहिलेका लागि तिमी यस रुखमुनि लुक। हाम्रो आमा आउने बेला भयो। आमा आउनु भएपछि म आमालाई, आमा, तपाईँ नभएको बेलामा भाइलाई निकै भोक लाग्छ र तपाईँको दुध अलिकति छोडेर जानुस् भनेर भन्छु। अनि तिमी त्यही दुध लिएर आफ्नो घर जाउली। डमरुहरूको कुरा सुनिसकेपछि ती केटी त्यस रुखमुनि लुकी बसिन्। अनि केही समयपछि बघिनी पनि त्यहाँ आइन् र डमरुहरूलाई दुध खान दिइन्। त्यति नै बेला जेठो डमरुले आमालाई भन्यो, आमा, तपाईँ नभएको बेला भाइ भोकाएर साह्रै रुन्छ। भाइका लागि अलिकति दुध छोडेर जानु न है। आफ्नो डमरुको यस्तो कुरा सुनिसकेपछि बघिनीले पनि हुन्छ भनेर दुध छोडेर गइन्। यसरी बघिनीले छोडेर गएको दुध डमरुहरूले त्यस केटीलाई दिए। अनि केटी बघिनीको दुध लिएर घर जान लागि। त्यति नै बेला डमरुहरूले भने, दिदी, दिदी, हामी पनि तिमीलाई तिम्रो घरसम्म छोड्न जान्छौँ। तिम्रो भाउजूहरूलाई यो बघिनीको दुध हो भनेर विश्वास हुन्छ। यति भनेर ती डमरुहरू पनि केटीको पछि पछि लागे। ती केटीकी भाउजूहरू आँगनमा बसिरहेका थिए। यसरी आफ्नो नन्दलाई हातमा बघिनीको दुध र साथमा डमरुहरू आएको देखेर उनीहरू डराए, छक्क पनि परे। त्यसपछि डमरुहरू आफ्ना घरतिर गए। अनि भाउजूहरू फेरि सोचमा परे अनि भन्न थाले, यसलाई त जति गर्दा पनि मार्न सकेन त बा। अब हामीले केही न केही जुक्ति निकाल्नै पर्छ। ती भाउजूहरूको सबै कुरा कान्छी चाहिँ भाउजूले पनि थाहा पाई। अनि उसले नन्दलाई जङ्गलको एउटा ठुलो रुखमा लगेर लुक्न आग्रह गरिन्। नन्द चाहिँ पनि कान्छी भाउजूको सल्लाह अनुसार जङ्गलमा गएर रुखमा लुकेर बसिन्। कान्छी चाहिँ भाउजूले समय समयमा खानेकुरा लुकाएर ल्याएर दिन्थिन्। अनि नन्द चाहिँ त्यही खाएर बाँचिरहेकी थिइन्। यही क्रमले केही दिनहरू बिते। एक दिन त्यही बाटो भएर परदेश गएका उनका 7 दाजुभाइहरू घरतिर आउँदै थिए। अनि त्यही ठुलो रुखमा आइपर्दा रात पनि झमक्क पर्यो। त्यही भएर उनीहरूले त्यही रुखमुनि बास बस्ने निधो गरे। अनि उनीहरूले त्यही खाना पकाए र खाना खाए। त्यसरी खाना पकाएर खाना थाल्दा कान्छा दाजुको भागमा माथिबाट के थोपा परे जस्तो भयो। अनि उसले चाहिँ के खसेको होला भनेर हेरे। एउटी केटी रुखमा आएर बसेर रोइरहेको देखे। अनि उनीहरूले को रहेछ भने हेर्दा त आफ्नै बहिनीलाई यस्तो अवस्थामा देखेर 3 छक्क परे। अनि बहिनीलाई दाजुहरूले रुखबाट तल झारेर किन यहाँ बसेर रोइरहेकी भनेर सोधे। अनि बहिनीले पनि दाजुहरूलाई भने, 6वटी भाउजूहरूले साह्रै दुःख दिए अनि मार्न पनि खोजे, तर कान्छी भाउजूले राम्रोसित पालिन्। बहिनीको सबै कुरा सुनिसकेपछि दाजुहरू आफ्नो आफ्नो श्रीमतीसँग साह्रै रिसाए। अनि बहिनीलाई भनेर लिएर आएका सारा कपडा गहनाहरू त्यहीँ लगाइदिए। अनि उनलाई पनि लुकाएर आफ्नो साथमा घर लगे। अनि यसरी घरमा पुगिसकेपछि जेठो चाहिँ दाजुले सोधे, अनि हाम्रो बहिनी खोइ त, कता छिन्? त्यसपछि भाउजू चाहिँले भनिन्, अघिसम्म यहीँ हुनुहुन्थ्यो, कता जानुभएछ? अहिले आउनुहुन्छ होला। यति भनेर भाउजूहरू चाहिँ यताउता गरेर बहिनीलाई खोजे जस्तो गर्न थाले। तर कान्छी चाहिँ भाउजू भने रोएर बसिरहिन्। त्यसपछि दाजुहरूले भने, ए, हाम्रो बहिनीलाई घरबाट निकालेर अहिले चाहिँ यताउति खोजे जस्तो नाटक गर्छौ? यति भनेर 6 जना दाजुहरूले
आफ्नो आफ्नो श्रीमतीको नाक कान चुल्ठो काटेर घरबाट निकालिदिए। अनि कान्छी चाहिँ भाउजूले नन्दलाई माया गरेको हुनाले दाजुहरूले लिएर आएका सबै गरगहना लुगाफाटाहरू उनलाई पनि दिए। त्यसपछि उनीहरू सबैजना खुसी साथ बस्न थाले।